दिदी आराम हुन्छ। अरू पार्टी सबै एकता गर्न लागे। केपी ओली कस्तो खालको मान्छे हो दिदी? केपी ओलीबाट पहिला फुटेर गएको थियो, अहिले जोडिने भइरहेको। तर के छ विचार तपाईँले? केपी ओली कस्तो खालको मान्छे हो भनिदिनु त। प्रचण्डजी तपाईँलाई केपीले के भन्यो रे? एकछिन खै सुनाइदिनु त, सुनाइदिनु त। केपीले के भनेछ? प्रचण्डजी अब के हुँदैछ? कति पुग्यो गठबन्धनको सङ्ख्या? एकछिन खै सर बताउनु त, भनिदिनु त। केपीमा विद्या भण्डारीलाई अध्यक्ष बनाउनुहुन्छ तपाईँ कि तपाईँ पार्टी छाड्नुहुन्छ त? विद्या भण्डारीलाई अध्यक्ष दिनुहुन्छ त? रामकुमारी झाँक्री दिदी, प्रचण्ड, माधव नेपाल र केपीको बारेमा तपाईँ के भन्नुहुन्छ? कस्ता खालका हुन् यिनीहरूलाई भनिदिनु त खै एकछिन, तपाईँको पनि सुनौ। महेश बस्नेत दाइ, सबैले केपीलाई कोहीले बलात्कारी, कोहीले आतङ्ककारी, कोहीले भ्रष्टाचारी, कोहीले घमण्डी, पाखे भनेर भनिरहेछन्। त्यसलाई भेटा कुट्नुपर्छ भनिरहेछन्। त्यसको बारेमा तपाईँको राय के छ भन्नु त खै? थानेश्वर दाइ, यिनीहरूको बारेमा तपाईँ के भनिदिनु न है। अन्तिममा तपाईँ पनि, तपाईँको पनि पालो आओस् न। के रात किन हुन्छ हजुर, दिन किन हुन्छ रात, किन हुन्छ हजुर, दिन किन हुन्छ थाहा छैन जिन्दगी कठिन किन हुन्छ।